गोली वाह चौरी गाई न्याउलीमा गाउली गाई कस्तो यार खतरा यार हाततिर बस्दैन है त्यसको उचे लानु गोरु लानु थियो बाँच्छु मन पर्यो यार कस्तो मन पर्यो नि यार कस्तो यहाँ मन नपर्ने चिज चाहिँ के छ भाइ केही पनि छैन त्यही पनि लास्टमा फुर्के क्या होइन जर्सी गोरु तर यो चौरी भनिसकेपछि नि भाइ त्यो भुत्न लाग्नु नआइकन चाहिँ नसुहाउने केही नर्लाई चौरी फुट्न राम्रो लागेको काम हेर नि त्यो बच्चाहरूको त राम्रो हुँदो रहेछ नि त है पुच्छर त दामी थियो त्यसको बाटो खतरा लाग्यो यार सही लाग्यो तपाईँ खुट्टा आइपिन अझ मेरो खुट्टा नेरै आइपिँदो रहेछ होइन यो ब्यागले गर्दा हो नि त भाइ होइन मैले फुटेर सटेको भएन किन नटेक्नु फुटरेसै त हो नि त्यो अलि लामो छ क्या भाइ अब होइन म त्यसो हिमालबाट छिर्दियो है क्या है खतरा है टेंशन यार भिडियो बनायो भने भोटे कुकुर है हेर्नु त अब यो बोलाएर पुच्छर सँगै उचाल्दा नि दुइटै कान सँगै उचाल्दा नि केही भएन भोटे गयो नाम भोटे कुकुर भइहाल्छ नि भाइ लेकमा त हो नि भोटे कुकुर हुन्छ चौरी त देखियो होइन चाइनिज कम्पनीले कति काम गरिरहेको डेभलप गरिदिन्छ क्या राम्रो काम गरिरहेको अब इन्डिया र चाइनाको प्रतिस्पर्धा काठमाडौँको कालीमाटीको हेर्नु नि त्यहाँ उसलाई इन्डियालाई पनि थाहा छ नि त चाइनालाई दियो भने प्रयास गरिदिन्छ भनेर उसलाई चाइनालाई नदिनलाई अनेक अनेक बाटो बनाउँछ कि कहाँ हो चामेहरू चाहिँ बल्ल चामे दिन कोटो कोटो हो यो चामे भनेको ठुलो ठाउँ चाहिँ के हो होइन यस्तो त बोलाएको नि होइन होइन चामे कोटो भन्ने यो भयो चामे अर्को अर्को 3 भएपछि 2 होला 4 होला अर्को चामे ऊ हो तपाईँको नाम हो ए धेरै ठुलो हुन्छ नि फाइनली चेक पोइन्ट रहेछ पऱ्यो होइन कहाँ हानु यस्तो हिमाल हेर्दै है होइन बाहिरतिर गयो शिवजी हेर्नु होइन
मुहान यही हो यी बगेर नारायणीमा घर छ माया माया लौ मलाई राफ्टिङ बिसाउने राफ्टिङ बिसाउने कसै हल्लाउने पापी आँखा हेर न जिब्रो झनै पक्या यही हामीले हो मेरो ठाउँ रहेछ यस्तै छ यस्तो ठाउँहरू कतिसम्म कस्तो गर्नु किन दिएको ठाउँ भिना मलाई पनि तिमीले हुँदो हो अहिले पो बुढो पानी बनायो टिपिकल क्या फेरि घर हेर विदेशी पाउनु साथीहरू हुन्छ हामी चाहिँ बस्ने मान्छे यहीँबाट हिँडेर त यहाँ कहाँ आइपुग्छ है अहिले होइन सर्टकट बाटो छ नि त अहिले जति भएन कुटेर आएको साढे उकालो हुन्छ सर्टकट भएपछि अनि कहाँ सर्छ आउने यतै कुन थियो अगाडि ठ्याक्कै गाडी भार्ने बोर्डनिर भाइले यहीँ ल्याएरमा छेउमा दुई किलोमिटर चामेरी छ बुढा चामे भएर हामीलाई के